माँ दुर्गाको 9वाँ अन्तिम रूप माता सिद्धिदात्री। सिद्धिदात्री 2वटा शब्दले बनिएको छ। सिद्धि मतलब पर्फेक्सन एन्ड दात्री मतलब डोनर। सृष्टिको प्रारम्भमा जब ब्रह्माजी सृष्टिको रचना गर्नु हुँदै थियो, उहाँलाई केही उपाय नै थिएन कि सृष्टिको सुरुवात कसरी गर्ने हो भनेर। त्यतिखेर शिवजीले उहाँलाई भन्नुभयो कि सृष्टिको रचनाको लागि स्त्री र पुरुष दुवै हुनु धेरै आवश्यक छ। तर भगवान शिवजी स्वयं पुरुषको रूपमा मात्र हुनुहुन्थ्यो, त्यसैले सन्तुलन बनाउनको लागि शक्तिको आवश्यक थियो। त्यतिखेर माता दुर्गाले सिद्धिदात्रीको रूप धारण गर्नुभयो र भगवान शिवजीलाई अर्धनारीश्वरको स्वरूप प्रदान गर्नुभयो। माता सिद्धिदात्रीले शिवजीलाई 8 सिद्धिहरू दिनुभयो। त्यो सिद्धिहरूले शिव र शक्ति मिलेर सृष्टिको निर्माण भयो। माताले देवता र अन्य जीवहरूलाई पनि सिद्धिहरूको आशीर्वाद दिनुभयो। माता सिद्धिदात्रीलाई ज्ञान र शक्तिको स्वरूप मानिन्छ।